हेलो नमस्ते सबैजनालाई अनि वेलकम टु आवर मिनी भ्लग। आज पनि हामी फेरि आएका छौँ सानो मिनी भ्लग लिएर है। आज चाहिँ हामी जाँदैछौँ होटलमा बस्नको लागि, किनभने हामी पहिला कहिले पनि गएको थिएनौँ यसरी। सो एक्सपिरियन्स गर्नु मन लाग्यो, सो जाऊँ न त नि भनेर गएको। यहाँनिर हेर्न सक्नुहुन्छ हामी होटलभित्र छिरिसकेका छौँ। होटल यति राम्रो छ है। अहिलेको सिचुएसनमा दुबईमा यति धेरै हाई छैन नि त रुम रेट, सो एफोर्डेबल नै छ। लाइक पैसा तिरे अनुसारको हामी एकदमै रिग्रेट नै भएन क्या रुम लिएकोमा। एकदमै रमाइलो गऱ्यो है। यहाँनिर हेर्न सक्नुहुन्छ सोफा, टिभी, एभ्रिथिङ इज देयर। सो हामीलाई कुनै पनि रिग्रेट नै भएन। मिरर हेरौँ न, कति राम्रो हो क्या मिरर। मेरो साथी र म त पुरै मक्खै यताउति गरे ट्रेन गर्नु हामी दुईजना मात्रै गएको थियौँ, त्यो पनि रमाइलो भयो। एकजना अर्को साथी चाहिँ हाम्रो मिस हुनु भयो, किनभने हामीभन्दा अलिकति टाढा बस्नुहुन्छ। सो प्लान पनि हाम्रो त्यस्तो प्लान थिएन, त्यही पनि हामी अचानक नै सबै कुरा प्लान भइसक्यो। सो उहाँ पनि आउनु पाउनु भएन। हेर्नु न, म खुसीले पुरा घुमिरहेको छु। अब हाम्रो खाने तर्फ हुँदैछ। हेर्नु न, मोमो, नेवारी खाजा सेट अनि वाइन, ओ माई गड, चिप्सहरू कति धेरै दुईजनाले मात्रै यत्रो खाइसक्छ भनेर कसैले पत्याउनुहुन्छ गाइस, तर हामीले खाएको है। वाइन पनि हेर्नु दुईवटा लगेको थियौँ, तर अलिकति अब होटलमा फर्स्ट टाइम बसेको नि त नि। सो आफूले अलिक कन्ट्रोल नै गर्नुपर्छ, सिचुएसन के आइपर्छ थाहा हुँदैन भनेर हामीले एउटा मात्रै दुईजनाले हाफ खाएको थियौँ। एउटा चाहिँ हामीले रिटर्न लिएर आएको थियौँ है। रमाइलो भयो है। म त गीत बजाउनु भन्दै थिएँ भने म त क्राइम पेट्रोल पो लगाएछु अनि गयो भगवान्। क्राइम पेट्रोल हेर्ने बानीले रमाइलो छ जिन्दगी। हेर्नु न, पुरा हामी त त्यो जेबिएलहरू लगेर कति रमाइलो गरेका। दुईजना मात्र भएर मेरो लाइफमा यति धेरै मिल्ने साथी पाएको छु नि मैले। आफूले यति धेरै लक्की गर्छु है। तर नगर्नु, मेरो सुख दुःख हरेक टाइममा उनीहरू अलवेज मसँग हुन्छ क्या। सो थ्याङ्क यू सो मच उनीहरू मेरो लाइफमा आएकोमा है। अर्को दिदीलाई चाहिँ बिन्द्या दिदी है, एकदमै मिस गरिरहेको छु मैले चाहिँ यो बेलामा चाहिँ। हामी त यति खाएको है, खाने, टिकटक बनाउने, रमाइलो गर्ने है। हेरौँ न, हाफ खाएको है, हाफ अझै सकेको छैन। त्यही पनि हामी त फुल्ली लाइक हुन्छ नि पुरै कोमामा जानु लागेको थियौँ। त्यसको मेरो गाला हेर्नु न, मेरो गाला त्यो यत्तिकै ब्लस हाल्छ कि विदाउट मेकअपमा पनि खाएर क्या, त्यो लागेर के गर्नु त कहिले नखाने भएर होला, त्यस्तो धेरै रेगुलर नखाने भएर होला। हाफ गिलासमा कस्तो धेरै लागेको भने हेर्नु न, अलिअलि खाएपछि हाम्रो पारा फेरि कहाँ पाउनु हो मैले यस्तो साथी, कहाँ पाउनु पऱ्यो। कति रमाइलो भयो जिउस। मेरो साथीको डान्स, हामी दुईजनाको अर्को डान्स के गर्नु, अर्को साथी थिएन। अर्को साथी भइदिएको भए अझै रमाइलो हुन्थ्यो। सबै गरेर हामी सुत्यौँ अनि बिहान पक्क उठेर मैले उनको लागि टी बनाइदिएँ। अब चाहिँ हामी रेडी भएर टी पिएर